ॐ श्री गणेशाय नमः। यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, त्यहाँ उपरान्त कपिल ब्राह्मण भात लिएर चन्द्रावती नजिकै पुगे। चन्द्रावतीले ती दुई भाइ ब्राह्मणलाई देखेर मलाई पनि केही ल्याइदिएको छ कि यो भनेर सोधिन्। तब ब्राह्मणहरूले भने, त अघोरकी पापिनी रहिछस्, तेरो निमित्त हामीलाई साह्रै नै लाज मर्नुभयो। तँलाई दिन भनेर हेर्दा राजाको सम्पूर्ण भण्डार सुकिगयो। यो भात राजमातालाई भनेर पकाइराखेको रहेछ, त्यही ल्याइदिएका छौं, त्यो भनेर सुम्पे। त्यो भात पाउने बित्तिकै चन्द्रावती भोको कुकुरले भोजन लिन तम्से झैं तत्कालै खान तम्सिन्। तब कपिल ब्राह्मणले भने, हे पापिनी, यस्तो अवस्थामा पर्दा पनि तँलाई धर्मको चेष्टा रहेनछ। कमसेकम मुख त धोएर खा। तेरो अवस्था देख्दा हामीलाई साह्रै नै करुणा हुन गयो। उपदेश दिन्छौं, ध्यान दिएर सुन। निरञ्जन निराकार श्री स्वस्थानी देवीको व्रत गर। ब्रह्महत्या आदि इत्यादि पाप गरेको भए पनि नाश भएर उद्धार होला। यति उपदेश दिएर कपिल ब्राह्मणहरू त्यहाँबाट हिँडे। चन्द्रावती बडो कष्टले हात गोडा टेकेर मुख धुन साली नदीमा गइन्। चन्द्रावती आएकी देखेर साली नदी पनि सुक्दै गइन्। कस्तो अचम्म! किनाराबाट नजिक सर्दै सर्दै सारी नदी बिचमा पुगिन्। चन्द्रावती त्यहाँसम्म पुग्न सकिनन्। तब रुँदै कराउँदै मुख नधोइकन भात खान भनी हातमा लिइन्। तत्कालै सो भात खरानी भयो। भोकले छिन्न भएको हुँदा कति पनि शक्ति रहेन। अब त्यो खरानी पनि खान खोज्दा अकस्मात ठूलो बतास आयो र त्यसलाई पनि उडाइदियो।
अनि चन्द्रावती रुख ढले झैँ ढली भूमिमा परि मूर्छा भएर अत्यन्त दुःख भोग गरिरहन्। कहिले चेष्टा हुँदा मैले कस्तो अपराध गरेको रहेछु भनी पीर मानी 5 वर्ष पर्यन्त त्यही कहिले मूर्छा हुने कहिले चेष्टा हुने भएर रहिन्। यसरी वर्ष बित्दै गर्दा एक समय पौष शुक्ल पूर्णिमा आयो र स्वर्गदेखि अप्सराहरू श्री स्वस्तानीको व्रत प्रारम्भ गर्न साली नदीका तीरमा स्नान गर्न आए। तिनीहरूलाई देखेर नजिकमा गएर तपाईहरू को हुनुहुन्छ? म त पापिनी, हिँड्न डुल्न सक्दिन, कसैले केही दिँदैन, भोकै छु, केही अन्न भए पाऊँ, मेरो कसरी उद्धार होला? चन्द्रावतीले दुखेसो पोखिन्। तब अप्सराहरू भन्दछन्, हे पापिनी, हामी इन्द्रका अप्सरा हौं। आज पौष शुक्ल पूर्णिमा हो। स्वस्तानीको व्रत आरम्भ गर्न स्वर्गदेखि आएका हौं। तेरो दशा देखेर हामीलाई अति करुणा भयो। त पनि यही व्रत गर, सम्पूर्ण पाप नाश भएर उद्धार होला। अप्सराहरूले भनेको यस्तो सुनेर चन्द्रावती आफ्नो मनमा विचार गर्दछिन्, मैले अरू त केही पाप गरे जस्तो लाग्दैन। डोलेहरूले श्री स्वस्तानीको प्रसाद भनी दिएको प्रसादलाई अहंकारले थुकी कुल्ची मिल्काएर निन्दा गरेथे। ओहो, त्यही महापाप मलाई लागेछ। म डोलीदेखि खसेथे, डोलेहरू कहाँ गए केही पत्तो भएन। कपिल ब्राह्मणले पनि श्री स्वस्तानी परमेश्वरीको व्रत गर्ने उपदेश दिएर गएका थिए। अप्सराहरूले पनि त्यही नै भने। श्री स्वस्तानी परमेश्वरी भनेकी ठूली देवी रहेछन्। मनुष्यहरू अहंकारले नासिदा रहेछन्। मैले पनि अहंकार गर्दा यो अवस्था भयो। म पनि अब त्यही व्रत गर्दछु। यस्तो विचार गरी चन्द्रावतीले हात जोडेर अप्सराहरूलाई भनिन्, व्रत विधि आज्ञा होस्। तब अप्सराहरू भन्दछन्, आज पौष शुक्ल पूर्णिमा हो। आजका दिनदेखि हात घोडाको नङ काटी स्नान गरी शुद्ध भई 1 छाक मात्र खाई महिना दिनसम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु, श्री स्वस्तानीको कथा सुन्नु, नभए मनले सम्झनु। माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 100 अक्षता, बेली पुष्प, रोटी, मिठाई, यज्ञसूत्र, सुपारीका कुड्का, पान, जात जातका फूल, नाना वस्तु तयार गरी आर्सीमा ओमकार लेखी गंगा जलले स्नान गराउनु। फूल, माला, कस्तुरी, मेवा, मिष्टान्न, फल, नैवेद्य, वस्त्र भेटी चढाई एक भएर श्री स्वस्तानी परमेश्वरीको पूजा गरी स्तोत्र पाठ गर्नु। अनि ध्यान सकेर अर्घ दिएर हे ईश्वरी यति भनेर वर माग्नु र प्रसाद झिक्नु। अष्टोत्तर 100मा 8 रोटी, अक्षता, पान, यज्ञ सूत्र, सुपारी, 8 सगुन समेत आफ्ना पतिलाई दिनु, नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए गंगामा लगेर मेरो फलानो कामना पूरा होस् भनेर बगाइदिनु। 100 रोटीहरू आफूले फलहार गर्नु, राति जागराम गर्नु। यति गरेपछि तेरा सब दुःख नाश भई इच्छा सिद्धि पनि होला। हे पापिनी, अन्यथा नमान भनेर अप्सरा गएपछि चन्द्रावतीले साली नदीमा स्नान गरी एक भक्त रही एक चित्तले नित्य मध्याह्न कालमा महादेवको पूजा गरी श्री स्वस्तानी परमेश्वरलाई मनले सम्झिरहिन्। व्रत गर्न थालेपछि कुष्ठ रोग पनि घट्दै गयो, दिव्य देह हुँदै आयो। यसरी बिस्तारै बिस्तारै महिना दिन पुग्न थाल्यो। तब माघ शुक्ल पूर्णिमा आयो र श्री स्वस्तानी परमेश्वरीको व्रत पूजा गर्न स्वर्गदेखि हुने अप्सराहरू फेरि आए र साली नदीको किनारमा श्री स्वस्तानी देवीको पूजा गर्न थाले। चन्द्रावतीले त्यो देखिन् र नजिक गएर, हे अप्सरा हो, तपाईहरूको आज्ञाले आजसम्म व्रत गरे। अब पूजा पूरा गर्नको निमित्त मसँग सामग्री केही छैन, कसो गरौं भनिन्।
तब अप्सराहरूले हे पापिनी, नदीदेखि बालुवा ल्याएर सामग्री ल्याई हाम्रा संसर्गमा व्रत गर भने। चन्द्रावतीले लौ भनी नदीको बालुवाले सामग्री बनाइन्। श्री स्वस्तानी परमेश्वरीका व्रतका प्रभावले चन्द्रावतीले तुल्याएका बालुवाको सामग्री सिद्ध भयो। त्योदेखि मनमा आनन्द मानेर अप्सराहरूसँग गएर बालुवाको सामग्री सिद्ध भएको कुरा भनिन्। चन्द्रावतीका कुरा सुनि तिनको दिव्य देह भएको देखेर आश्चर्य मानी अप्सराहरूले हामी तलाई अगाडिसम्म पापिनी भन्थ्यौ, अब तेरो नाम पुण्यवती भयो भनेर राख्यौं। यति भने आफ्ना संसर्गमा विधिपूर्वक व्रत पूरा गराए। चन्द्रावतीले पनि अर्घ दिई स्तुति गर्न थालिन्। हे ईश्वरी, तपाईलाई कोटी कोटी नमस्कार छ। हे जगदम्बे, मैले अघि अहंकारले जो अनादर गरेँ त्यो अपराध क्षमा गर्नुहोस्। यावत जीवात्माको हृदयमा बसी पाप पुण्यको साक्षी भइरहेकी हजुरलाई कोटी कोटी नमस्कार छ। एक मूर्तिबाट ब्रह्मा विष्णु शिव भने नामले 3 मूर्ति भएर संसारको चक्र चलाउने आदि शक्ति स्वरूप हजुरलाई कोटी कोटी नमस्कार छ। विराट र परमाणु स्वरूप पनि तपाईँ, देवताकी देवता पनि तपाईँ, त्रिलोकमा देखिएका सबै तपाईँ, मायाका भ्रान्तिले अनेक रूप देखिने अनन्त शक्ति रूप हजुरलाई कोटी कोटी नमस्कार छ। हजुरको स्तुति गर्न ब्रह्मा, शेषनाग, सरस्वती कोही पनि सामर्थ्य छैनन्। म स्त्री जातिले कसरी सक्नुले? तसर्थ यस पापिनीका पूजादेखि प्रसन्न भएर यो अर्घ लिनु हवस् भनेर अर्घ दिइन्। पूजा सकिएपछि हे पूर्णिवती, अब हामी जान्छौँ भनेर अप्सराहरू स्वर्गतर्फ लागे। अप्सराहरू गएपछि खरको झुप्रो बनाई चन्द्रावती त्यही जागराम गरेर रहिन्। भोलिपल्ट 8 रोटी 8 अक्षता इत्यादि लिएर मेरा स्वामी नवराजसित चाँडो भेट हवस् भनेर साली नदीमा बगाइदिन्। 100 रोटी आफूले फलहार गरिन्। तब श्री स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले चन्द्रावती दिव्य स्वरूपकी भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरीय व्रतकथा चन्द्रावती व्रतकृत नाम 28वां अध्याय।